यहाँहरू सबैजनालाई नमस्कार। म सुभाष चन्द्र अर्याल। यहाँहरूसँग आज म सार्वजनिक संस्थानबारेको केही सानो जानकारी लिएर उपस्थित भएको छु। सार्वजनिक संस्थान सम्बन्धी यहाँहरूलाई यो भिडियो पक्कै पनि उपयोगी हुनेछ भन्ने अपेक्षा लिएको छु र यहाँहरूलाई अन्य यस्तै भिडियोहरू चाहिएमा कमेन्टमा थप यो विषय भनेर पनि उल्लेख गरिदिनु होला। मैले त्यसबारे थप कुराहरू आफ्नो नलेजले भ्याएसम्मका कुराहरू सङ्कलन गरेर यहाँहरूलाई भिडियो यहाँहरूको लागि राख्नेछु। सार्वजनिक संस्थान भन्नाले सामान्य रूपमा बुझ्दा सार्वजनिक भन्दा बित्तिकै सरकार भन्ने बुझिन्छ। सार्वजनिक भनेको जनताका निम्ति सेवा प्रदान गर्ने, तर कसले त भन्दा सरकारको मातहतमा रहेर भन्ने बुझिन्छ। अब हाम्रा संस्थानहरूलाई एकचोटि हेर्नुहोस्, सोच्नुहोस् त। आयल निगम हेर्नुहोस्, विद्युत प्राधिकरण हेर्नुहोस्, अथवा त्यस्तै अन्य संस्थानहरूलाई तपाईँ हेर्नुभयो भने यिनले केही न केही चाहिँ तपाईँहरूलाई उत्पादन गरेर वितरण गरिरहेछन्, अथवा ल्याएर तपाईँलाई बेचिरहेछन्, अथवा तपाईँलाई केही न केही दिइरहेछन्। चाहे नेपाल टेलिकमको कुरा होस्, चाहे अर्को चाहिँ दूरसञ्चारको कुरा होस्, चाहे तपाईँको नेपाल टेलिभिजनको कुरा होस्। अहिले त सार्वजनिक प्रसारण संस्था भनेको छ। अब सायद यो वर्षको सार्वजनिक संस्थान समीक्षामा त्यसलाई पनि मर्ज गरेर आउला। यसरी अब तपाईँले यी कुरा सबै बुझिसकेपछि के बुझ्नु पर्यो भने सार्वजनिक वस्तु तथा सेवाको उत्पादन र वितरण गर्न सरकारको नीति, प्राथमिकता र लगानीमा सञ्चालन हुने व्यवस्थापकीय स्वायत्तता प्राप्त सार्वजनिक निकायहरूलाई सार्वजनिक संस्थान भनिन्छ भनेर सम्झिनु पर्यो। यी सार्वजनिक संस्थानहरू कुनै न कुनै वस्तु वा सेवा बिक्री गर्नका निम्ति हुन्छन् अथवा वितरण गर्नका निम्ति हुन्छन्। तर यिनीहरू के छ त भन्दा सरकारको नीति, प्राथमिकता र लगानीमा सञ्चालन हुन्छन्। यसमा चाहिँ सरकारको पोलिसीभन्दा बाहिर जान पनि पाइँदैन। सरकारले केलाई प्राथमिकता दिने त्यही अनुसारका संस्थानहरू स्थापना गरेको छ र लगानी पनि कसले गरिदिएको छ भन्दा सरकारले नै लगानी गरेको छ। र यीहरू तपाईँ हेर्नुभयो भने यिनीहरू व्यवस्थापकीय चाहिँ स्वायत्तता छ। व्यवस्थापकीय रूपमा चाहिँ स्वायत्त भनेर हामी अविच्छिन्न उत्तराधिकारवाला भन्छौँ। यिनीहरू स्वायत्त छन्। सरकारको प्रतिनिधित्व त हुन्छ विभिन्न सञ्चालक समिति अन्य भनेर, तर व्यवस्थापकीय हिसाबले स्वायत्त तरिकाले सञ्चालन छन्। सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेर व्यवसाय तथा सेवा प्रदान गर्ने उद्देश्यले स्थापित, स्वतन्त्र अस्तित्व एवं व्यावसायिक चरित्र भएको, कानुनी रूपमा स्थापित, जनताप्रति उत्तरदायी संस्थान नै सार्वजनिक संस्थान हुन् भनेर अर्को चाहिँ हामी सार्वजनिक संस्थानलाई परिभाषित गर्दा मैले इन जेनरल विभिन्न यहाँ हाम्रै विभिन्न वेबसाइट पत्रिकाहरूबाट तानेको परिभाषा हो। त्यसैले यो एब्स्ट्र्याक्ट त्यस्तो चाहिँ छैन। नागरिकलाई वस्तु तथा सेवा सहज, सरल र सुपथ तवरले वितरण गर्नका लागि सरकारद्वारा स्थापित, स्वामित्व र नियन्त्रण भएका संस्था सार्वजनिक संस्थान हुन् भन्यो। अब यी तिनटै कुरा गर्दा तपाईँले के बुझ्नुभयो भने कुनै पनि वस्तु र सेवा वितरण गर्नका निम्ति सार्वजनिक संस्थान गरिन्छ। अर्को कुरा, निजी क्षेत्रले भन्दा सहुलियत दरमा चाहिँ नागरिकलाई सेवा पुर्याउँ, निजी क्षेत्र नपुग्ने ठाउँमा नागरिकलाई सेवा पुर्याउँ भनेर सार्वजनिक संस्थानको स्थापना गरिएको हुन्छ। तर यिनीहरूको स्वामित्व र नियन्त्रण चाहिँ सरकारले नै गरेको हुन्छ। किनभने यिनीहरूलाई जति स्वतन्त्र छन् भने पनि यिनीहरूको स्थापना चाहिँ स्वतन्त्र तरिकाले कानुनी रूपमा हुन्छन्, तर कहीँ न कहीँ चाहिँ यिनीहरू सरकारको मातहतमा, सरकारको सम्पर्कमा रहेका हुन्छन् भन्ने कुरा बुझ्नु पर्यो। जसले राज्यको तर्फबाट सामाजिक, व्यावसायिक, आर्थिक वा विकासात्मक व्यवसाय वा गतिविधिहरू सञ्चालन गर्छन् भनेर यति कुरा चाहिँ सार्वजनिक संस्थान भनेको के हो, सार्वजनिक संस्थानको परिचय दिनुहोस्, सार्वजनिक संस्थानको अवधारणा लेख्नुहोस् भन्ने सम्मका कुराहरूमा यो कुरा तपाईँहरूले जान्नु पर्यो। अब सार्वजनिक संस्थानको उद्देश्य चाहिँ के हो त भन्दा सार्वजनिक संस्थान किन स्थापना गरिन्छ? यत्रा निजी क्षेत्रहरू छन्, निजी क्षेत्रलाई चलायमान बनाए हुँदैन भन्ने कुरा आउँछ। निजी क्षेत्रलाई पनि चलाउने हो, तर के बुझ्नु पर्यो भने निजी क्षेत्र जहिले पनि नाफामुखी हुन्छ। तर सार्वजनिक क्षेत्र चाहिँ नाफामुखी नहुन सक्छ। कहिलेकाहीँ सार्वजनिक सेवा क्षेत्रले जिरो कस्टमा पनि सेवा प्रवाह गर्नुपर्छ।
त्यसैले आधारभूत वस्तु तथा सेवा सर्वसुलभ एवं सुपथ मूल्यमा उपलब्ध गराउने नम्बर 1। दोस्रो भनेको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने। उत्पादन र उत्पादकत्व वृद्धि गर्नका निम्ति पनि सार्वजनिक संस्थानहरूको चाहिँ के छ त भन्दा स्थापना भएको छ भनेर जान्नु पर्यो। तेस्रो कुरा भनेको उत्पादन र वितरणमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न। सार्वजनिक संस्थानहरू भइसकेपछि के हुने भयो त भन्दा मार्केट बजार मूल्य चाहिँ बजारमा नछोडिने भयो। कुनै पनि वस्तु र सेवाको मूल्य चाहिँ मार्केटलाई छोडिदिए पनि जब सरकारी संस्थान छन् तिनले सहुलियत मूल्यमा दिन थाले अथवा तिनले चाहिँ एउटा रेन्जमा चाहिँ सेवा प्रवाह गर्न थाले भने के हुने भयो, मार्केट स्वतन्त्र त हुने भयो तर बजारमा कालो बजारी हुने कुरा चाहिँ कम हुने भयो। बजारमा कालो बजारी हुन पाउँदैन। उपलब्ध साधन स्रोतको समुचित उपयोग गरी आर्थिक सामाजिक विकासमा योगदान पुर्याउने भन्यो। अब साधन स्रोतहरूको समुचित प्रयोग गरेर सामाजिक विकासमा योगदान पुर्याउने। अब कालो बजारी कस्तो भनेर तपाईँहरूलाई फेरि कहिलेकाहीँ लाग्ला त्यस्तो किन हुन्छ भन्ने। यसले के नियन्त्रण, जस्तै काठको मूल्य भन्यो भने टिम्बर कर्पोरेसन अफ नेपालले एउटा काठको सालको काठ यतिमा पाइने भनेर उसले चाहिँ चौकोस खापा अथवा तपाईँलाई चिरान काठ भनेर बेच्छ। काठमाडौँमा तपाईँ सालको काठ सजिलै पनि पाउनुहुन्छ, त्यति धेरै गाह्रो पनि छैन तपाईँ सरकारी संस्थानै टिम्बर कर्पोरेसनबाट सरकारी काठ पाउन। अब त्यही कुरा निजी, यदि त्यो हुँदैन त्यो र निजी क्षेत्रले मात्रै त्यसको चाहिँ मूल्य निर्धारण गर्ने र त्यो चाहिँ काठको व्यापार गर्ने हुन्थ्यो भने के हुन्थ्यो, उसले आफ्नो चाहिँ हिसाबले मूल्य निर्धारण गरे हुन्थ्यो। अब अहिले त बजार महँगो भयो भने मान्छेहरू के गर्छन्, भले ढिलो पाइएला तर त्यहीँ पुगिहाल्छन्। त्यसैले पनि हामीले चाहिँ के गर्यो त भन्दा बजारलाई प्रतिस्पर्धी बनाइदियो। अर्को कुरा, हाम्रा सार्वजनिक संस्थानहरूमा 10,000 रोजगारीहरू सिर्जना भएको छ, हजारौँ रोजगारी छ भनेर। त्यसैले पनि यसले रोजगारी सिर्जनामा पनि यिनीहरूले टेवा पुर्याएका छन्। निजी क्षेत्रको विकासका लागि वातावरण तयार गरेका छन्। प्राइभेट सेक्टरलाई यिनीहरूले फेसिलिटेट गरेर के गरेका छन् त भन्दा यिनीहरूको विकासका लागि वातावरण तयार गरेका छन्। समतामूलक राज्यको स्थापना गरी सामाजिक न्याय प्रवर्तन गरेका छन्। समतामूलक समाजको स्थापना गरेका छन्, सबैलाई समान रूपले दिने। तपाईँ जानुभयो भने सार्वजनिक संस्थानमा जानुभयो, तपाईँ केही सेवा लिन जानुभयो भने तपाईँ सबैलाई एउटै मूल्यमा अथवा एउटै तरिकाले चाहिँ सेवा प्रदान गरिएको छ, जसले सामाजिक न्याय प्रवर्तन गर्यो। अर्को, विकासका पूर्वाधारहरू निर्माण गर्न भन्छ। विभिन्न संस्थानहरू विभिन्न उहरूले पहिला चाहिँ विकासका पूर्वाधारहरू सञ्चालन गर्ने निर्माण गर्ने काम गर्थे। विकास जस्तै जलविद्युत, नेपाल विद्युत प्राधिकरण, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी जस्ता संस्थानहरूले के गर्छन् भन्दा हाइड्रोहरूको डेभलपमेन्ट गर्ने काम गर्छन्। जसले के गर्यो भन्दा पूर्वाधार निर्माणमा चाहिँ सरकारले ध्यान दिनु परेन, उनी सार्वजनिक संस्थानले नै पूर्वाधार निर्माण गर्ने भए। आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको विकास गर्न। अब यसले के गर्ने भयो त भन्दा आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको विकास गर्ने भयो। सरकारमा मात्रै चाहिँ केन्द्रित नहुने भयो। सार्वजनिक संस्थानहरूले चाहिँ आत्मनिर्भर अर्थतन्त्र स्वाधीन अर्थतन्त्रको विकास गर्ने, उनीहरूले स्वायत्त तरिकाले व्यापार गर्छन्, सेवा पनि पुर्याए, सरकारलाई नाफा गरेर केही रेभिन्यू पनि जेनेरेट गर्ने भए। र चाहिँ के भयो त भन्दा अहिले जस्तै हेर्नुभयो भने सरकारी कार्यालयले के गर्छ, केही नउठाए पनि तपाईँको तलब खुवाएर कर्मचारी राख्नु पर्यो। तर सार्वजनिक संस्थानले के गर्छन् त भन्दा उनीहरू घाटामा गएर तलबै नखाने स्थिति भए पनि सरकारले त्यति धेरै चिन्ता गर्नु पर्दैन। उनीहरू आफै आफ्नो कमाउँछन्, आफै खान्छन् र राज्यलाई पनि कन्ट्रिब्युट गर्छन्। भले केही संस्थानहरू घाटामा छन् तर घाटामा हुँदा पनि राज्यलाई कन्ट्रिब्युट चाहिँ गरिरहेका हुन्छन्। आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धन गर्ने। सार्वजनिक संस्थानहरूले आयात प्रतिस्थापन पनि गरेको। जस्तै खाद्य संस्थानले जनताबाट धान उठाउँछ, चामल बनाउँछ, चामल बेच्छ, जुम्लाको सिमी ल्याएर बेच्छ, जुम्लाको ओखर ल्याएर बेच्छ। त्यसले के गर्यो त भन्दा केही हदसम्म आयातलाई प्रतिस्थापन गर्यो। भले हाम्रो अर्थतन्त्रलाई ठुलो योगदान दिन नसके पनि आयातलाई प्रतिस्थापन गर्यो र निर्यातलाई प्रवर्धन गर्ने केही जस्तै नेपाल चिया विकास निगम जस्ता चाहिँ संस्थाहरू
केही एजेन्सीहरू छन्, केही संस्थानहरू नै छन्, तिनीहरूले के गरे त भन्दा निर्यातलाई प्रवर्धन गर्ने काम पनि गरिरहेछन्। अर्को निजी क्षेत्रको उद्यमशीलता विकास गर्ने, जुन अगाडि आइसक्यो। आर्थिक विकासमा आन्तरिक स्रोतको परिचालन गर्ने, आर्थिक विकासमा आन्तरिक स्रोतको परिचालन गर्ने काम पनि सार्वजनिक संस्थानहरूले गरिरहेछन्। अघि नै मैले भने केही लगानी गर्ने सार्वजनिक संस्थानहरू पनि छन्। हाम्रा चाहिँ सार्वजनिक संस्थानहरू, केही संस्थानहरू चाहिँ इन्भेस्ट गर्ने संस्थानहरू छन् जसले आन्तरिक स्रोतहरूको परिचालन गरिरहेछन्। जस्तै नेपाल विद्युत प्राधिकरण, जसले विभिन्न चाहिँ जलविद्युत परियोजनाहरू निर्माण गर्छ, त्यसमा चाहिँ आन्तरिक स्रोत जुटाइदिन्छ अनि त्यसलाई चाहिँ परिचालन गरेर आम्दानी गरिरहेछन्। लगानीको वातावरण सिर्जना गर्ने काम गर्छन्। पूर्वाधार विकास, प्रविधि भित्र्याउने काम भयो। यी चाहिँ सार्वजनिक संस्थानका उद्देश्यहरू भनेर यहाँहरूले जान्नु पर्यो। यसै गरी विश्वमा सार्वजनिक संस्थानको विकास क्रमलाई हेर्ने भने दुईटा मुद्दा मैले धेरै त तान्न सकिनँ। विश्वको पहिलो संस्थान अमेरिकामा स्थापित 1791 मा स्थापना भएको ब्याङ्क अफ नर्थ अमेरिका भन्ने हो। ब्याङ्क अफ नर्थ अमेरिका भन्ने हो भने आधिकारिक रूपमा गठित विश्वको पहिलो संस्थान भनेर बेलायतमा सन् 1908 मा स्थापना भएको पोर्ट अफ लन्डन अथोरिटी भन्ने हो भनेर हामी पोर्ट अफ लन्डन अथोरिटी चाहिँ बेलायतमा स्थापना 1908 मा स्थापना भएको पोर्ट अफ लन्डन अथोरिटी भन्ने विश्वको पहिलो आधिकारिक रूपमा चाहिँ भएको। तर त्योभन्दा अगाडिकै पहिलो संस्थान भन्यो भने ब्याङ्क अफ नर्थ अमेरिका भनेर जुन 1791 मा स्थापना भएको थियो अमेरिकामा, त्यसलाई हामी पहिलो संस्थान भनेर चिन्ने गर्छौँ। अब सार्वजनिक संस्थानको नेपालमा चाहिँ कसरी यसको के छ त विकास क्रम भनेर नेपालमा विकास क्रमलाई तपाईँ हेर्नुहुन्छ भने विक्रम सम्वत 1990 को दशकदेखि सार्वजनिक संस्थानको स्थापनाको सुरुवात भएको देखिन्छ। 1990 को दशकबाट नेपालमा सार्वजनिक संस्थानहरूको स्थापना भएको देखिन्छ र नेपालमा सार्वजनिक संस्थानको स्थापनाको श्रेय जुद्ध शमशेरलाई जाने गर्छ, जसलाई हामी राजर्षि महाराज भनेर चिन्ने गर्छौँ। जुद्ध शमशेर यिनलाई चाहिँ सार्वजनिक संस्थानको नेपालमा बैंकिङ विकासको सुरुवात भनेर हामी यिनलाई चाहिँ चिन्ने गर्छौँ, जुद्ध शमशेरलाई। यिनैको पालामा स्थापना भएको 1993 मा विराटनगर जुट मिलको जब स्थापना भयो हो, त्यो विराटनगर जुट मिलको स्थापना भएको जुन स्थापना भइसक्यो र यसपछि सार्वजनिक संस्थानको सुरुवात भएको देखिन्छ, जुन नेपालको पहिलो संस्थान हो। हामी नेपालको पहिलो संस्थान भन्यौँ भने विराटनगर जुट मिललाई चाहिँ नेपालको पहिलो संस्थानको रूपमा लिन सकिन्छ। त्यसपछि जब हाम्रो योजना आवधिक योजना प्रणालीको सुरुवात भयो विक्रम सम्वत 2013 मा टङ्कप्रसाद आचार्यको पालामा, 2013 देखि 2018 सम्म प्रथम पञ्चवर्षीय योजना भनेर चल्यो। यो प्रथम पञ्चवर्षीय योजना अवधिमा सार्वजनिक संस्थानहरूको स्थापनामा गति लिएको देखिन्छ। विभिन्न सार्वजनिक संस्थानहरू यो अवधिमा धेरै सार्वजनिक संस्थानहरू स्थापना भएका छन् र त्यतिखेरै संस्थान ऐनहरू जारी हुने, विभिन्न विश्वविद्यालयहरू त्रिभुवन विश्वविद्यालयको स्थापना हुने जस्ता कामहरू भएको प्रथम पञ्चवर्षीय योजनाले पनि ठुलो उपलब्धि हासिल गरेको देखिन्छ। यो आर्थिक सामाजिक सार्वजनिक संस्थान यीका क्षेत्रमा धेरै प्रथम पञ्चवर्षीय योजना कोसेढुङ्गाको रूपमा देखिने गरेको छ। अब यसरी सुरुवात भएको सार्वजनिक संस्थान अहिले आउँदा कति छ त भनेर हेर्नुभयो भने बीचमा झन्डै तपाईँ हेर्नुभयो भने 67 वटा संस्थान चाहिँ स्थापना भएको देखिन्छ भने 30 वटा संस्थान जति निजीकरण गरेपछि 37 वटा संस्थानहरू थिए। केही अगाडिसम्म 37 वटा संस्थानहरू थिए भने अहिले फेरि तिनीहरूलाई टुक्र्याउने, मर्ज गर्ने, नयाँ स्थापना गर्ने गरेर हामी कहाँ सार्वजनिक संस्थानको सङ्ख्या 44 वटा संस्थानहरू रहेका छन्। 44 वटा संस्थान मध्ये चाहिँ यिनलाई पनि विभिन्न क्षेत्रमा फेरि विभाजन गरिएको छ। कुन कुन क्षेत्र भनेर हेर्ने हो भने एउटा औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्र, सेवा क्षेत्र, सामाजिक क्षेत्र र जनोपयोगी क्षेत्र र वित्तीय क्षेत्र भनेर हामी यी संस्थानहरूलाई पनि के गरिएको छ भन्दा विभाजन गरिएको छ। अब औद्योगिक क्षेत्रमा जम्मा 10 वटा सार्वजनिक संस्थानहरू रहेका छन्। औद्योगिक क्षेत्रमा 10 वटा सार्वजनिक संस्थान छन् भनेर भनिन्छ भने व्यापारिक क्षेत्रमा 4 वटा संस्थान मात्रै रहेका छन् अहिले।
सेवा क्षेत्रमा 11वटा सार्वजनिक संस्थानहरू छन्। सेवा क्षेत्रमा 11वटा। त्यसै गरी तपाईँ सामाजिक क्षेत्रमा हेर्नुहुन्छ भने 5वटा, जनउपयोगीमा हेर्नुहुन्छ भने 5वटा र वित्तीय क्षेत्रमा हेर्नुहुन्छ भने 9वटा सार्वजनिक संस्थानहरू रहेका छन्। अब स्वामित्वका आधारमा तपाईँले हेर्नुहुन्छ भने हाम्रा यिनीहरू केही संस्थानहरू 100% सरकारको सेयर छ, केहीमा चाहिँ केही निजी क्षेत्रलाई पनि दिइएको छ, केही अंश, केही चाहिँ पब्लिक सेक्टरलाई पनि दिइएको छ। त्यसरी गरेर झन्डै 44वटालाई फेरि तपाईँ स्वामित्वका हिसाबले हेर्नुहुन्छ भने 20वटामा नेपाल सरकारको 100% सेयर छ, पूर्ण स्वामित्व छ। 24वटामा चाहिँ अधिकांश स्वामित्व, केहीमा चाहिँ देश लगभग सबैमा चाहिँ एउटा साल ट्रेडिङ कर्पोरेसन बाहेक, साल ट्रेडिङ बाहेक चाहिँ अरूमा चाहिँ हेर्नुहुन्छ भने झन्डै 51% भन्दा बढी सेयर सरकारको छ। तपाईँ 78-79मा संस्थानको कुल सञ्चालन आयलाई हेर्नुहुन्छ भने 6 खर्ब 61 अर्ब 1 करोड रहेको थियो संस्थानहरूको। हामी हेऱ्यौँ भने 6 खर्ब भनेर हाम्रो झन्डै 57 खर्बको हाराहारीको जिडिपी छ भने जिडिपीको तुलनामा 6 खर्ब भनेर तपाईँ अब यसो हेर्नुभयो भने कति पर्सेन्ट रहेछ भन्नुभयो भने 6/57 गरेर एकचोटि हेरे पनि हुन्छ। 79-80मा अस्तित्वमा रहेका मध्ये यिनीहरूको वर्तमान अवस्थालाई हेर्नुहुन्छ भने 26वटा संस्थान चाहिँ नाफामा छन्, 15वटा संस्थानहरू नोक्सानमा छन्, 15वटा नोक्सान छ, 26वटा संस्थानहरू केमा छन् त भन्दा नाफामा रहेका छन् भनेर सम्झिनु पर्यो भने 3वटा संस्थानको कारोबार शून्य छ। यसको मतलब 3वटा संस्थानहरू सञ्चालनमा छैनन् र तिनलाई खारेज गर्न पनि सकिएको छैन। त्यसैले तिनीहरूको कारोबार चाहिँ शून्य भनेर रहेको छ, शून्य। तिनीहरूमा कर्मचारी पनि छैनन्। जस्तै जनकपुर चुरोट कारखाना, गोरखराली टायर रबर उद्योग, यी चाहिँ के त भन्दा शून्य कारोबारमा रहेका हुन्। अब तपाईँलाई भोलि क्वेसन सोध्छ औद्योगिक क्षेत्रमा रहेका संस्थानहरूको नाम लेख्नुहोस् भनेर सोध्यो भने औद्योगिक क्षेत्रमा रहेका संस्थानहरू 10वटा संस्थानहरू रहेका छन्। यी 10वटा संस्थानहरू के त भन्दा मैले यसलाई सूत्र बनाउँदा ओ जहे उदयपुरको जडीबुटीको औषधि दुधसँग खा भनेर बनाएको छु। ओ जहे उदयपुरको जडीबुटीको औषधि दुधसँग खा भनेर हामी सम्झिने। ओ भनेको ओरिएन्ट म्याग्नेसाइट भनेर सम्झिने, ओरिएन्ट म्याग्नेसाइट भनेर सम्झिनु। ज भनेको जनकपुर चुरोट कारखाना भनेर सम्झिने, जनकपुर चुरोट कारखाना। ए भनेको हेटौँडा सिमेन्ट, अर्को पनि सिमेन्ट छ उदयपुर सिमेन्ट, हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्ट। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, अस्ति आगो लागि भयो नि यो एउटा 27 गतेकै कतिको आन्दोलनमा, हो त्यो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, जडीबुटीको उत्पादन गर्ने कम्पनी पनि औद्योगिक क्षेत्रमा छ। अर्को चाहिँ एन्टिबायोटिक उत्पादन गर्ने नेपाल औषधि लिमिटेड पनि औद्योगिक क्षेत्रमै छ। दुईटा, जडीबुटी पनि अनि अर्को औषधि पनि भनेर सम्झिने। त्यसै गरी डिडिसी दुग्ध विकास संस्थान भन्छौँ, जसलाई हामी सानो अर्थमा भन्दा डिडिसी भनेर सम्झिने। डिडिसी दुध भन्यो भने डिडिसी भनेर सम्झिने, दुध भनेर डिडिसी। ध भनेको धागो कारखाना भनेर सम्झिने, धागो कारखाना। र नेपाल मेटल कम्पनी र धौवादी फलम कम्पनी लिमिटेड भनेर यसरी तपाईँले औद्योगिक क्षेत्रमा रहेका संस्थानहरू भनेर यहाँसम्मको कुरा तपाईँहरूले सम्झिने। यसलाई सम्झिँदा मैले यो भिडियोमा यहाँहरूलाई यति नै राखेँ र अन्य विभिन्न क्षेत्रमा रहेका संस्थानका समस्या, संस्थानका चुनौती, नेपालको अर्थतन्त्रमा संस्थानहरूको चाहिँ योगदान जस्ता कुराहरूलाई समेटेर फेरि अन्य भिडियोहरू मैले तपाईँहरूलाई ल्याउने छु। यो भिडियोमा मैले यति नै कुरा गरेँ। यतिन्जेल तपाईँहरूले हेरिदिनु भएकोमा तपाईँहरू सबैलाई धन्यवाद। र जसले यो च्यानल सब्सक्राइब गर्नुभएको छैन यहाँहरूले सब्सक्राइब गर्नुहोला र भिडियोलाई सेयर पनि गर्नुहोला। धन्यवाद।